खड्को ग्रह काट्नका लागि आवश्यक सामग्रीहरू पूर्ण रूपमा तयारी भइसकेको छ। यसलाई तामाङ भाषाबाट कर्सेलपोङ भनिन्छ। यसलाई ढाक्नुको अर्थ पवित्र वस्तुलाई अपवित्र हावा वा दृष्टिबाट जोगाउनको लागि प्रयोग गरिन्छ। अब झाँक्रीहरूले ढ्याङ्ग्रो बजाउन सुरु गरेका छन्। ढ्याङ्ग्रो तामाङ समुदायको आत्मा जस्तै हो। यसको तालमा मन्त्र मिसिँदा त्यो केवल आवाज होइन, आत्माको पुकार हो। ढ्याङ्ग्रोको तालले ऊर्जा जगाउँछ, शरीर र आत्मालाई एकै लयमा ल्याउँछ र झाँक्रीले मन्त्र जप्दै ढ्याङ्ग्रो बजाउँदा उनी आफ्नो मन, आत्मा र विश्वासलाई देवी देवतासँग जोडिएका हुन्छन्। अब यहाँ पाथीमा छेने राखिएको छ। छेने पूजा विधिको माध्यम हो जसले झाँक्रीलाई शक्तिको प्रतीक दिन्छ। यसको माथि जनावरको सिङ र फुर्ब राखिएको छ। यो बल, साहस र सुरक्षा जनाउने प्रतीक हो। झाँक्रीको अगाडि यो राख्दा नकारात्मक ऊर्जा टाढा रहोस् भन्ने विश्वास गरिन्छ। यहाँ 3-4 जना झाँक्रीहरू छन्। उनीहरूले पालैपालो मन्त्र उच्चारण गर्दै ढ्याङ्ग्रोको तालमा नाचिरहेका छन्। यो केवल प्रदर्शन होइन, यो एकता, शक्ति र विश्वासको प्रतीक हो। प्रत्येक झाँक्रीको ढ्याङ्ग्रोको ताल फरक भए पनि उद्देश्य एउटै, आत्मा शुद्ध गर्ने, रोग व्याधि हटाउने र देवताको आशीर्वाद प्राप्त गर्ने। अनि यहाँ एकजना युवा पनि छन् जसले आफ्नो पुर्खाको परम्परा बिर्सिएका छैनन्। उनले पनि ढ्याङ्ग्रो समातेका छन्, मन्त्रसँगै नाच्दै गाइरहेका छन्। यही हो हाम्रो संस्कृतिको सुन्दर पक्ष। नयाँ पुस्ताले पुरानो परम्परा आत्मसात गर्दै आफ्नो पहिचान जोगाइरहेका छन्।
गोजा कुरी जोगी आउनु भएछ त यसरी चाहिँ दिनुपर्छ यसरी चाहिँ बाँड हान्नको लागि चाहिन्छ यो यो दृश्यमा मानामा चामल राखिएको देखिन्छ। चामल हाम्रो जीवनको मूल अन्न हो। यसले शुद्धता, समृद्धि र आशीर्वाद जनाउँछ। त्यसैले खटको ग्राह काट्ने बेला चामल मानामा हालिन्छ र त्यसै माथि भेटी राखिन्छ। मानामा राखिएको भेटी त्यो देवता, पुर्खा र आत्मिक शान्तिप्रति श्रद्धा हो। भेटीले हाम्रो कृतज्ञता र आशीर्वाद माग्ने भाव जनाउँछ। यो हो बुम्बा। बुम्बा शुद्धता र जीवनदायी तत्त्वको प्रतीक हो। यसको भित्र पवित्र पानी र धूप राखिन्छ, जसले सम्पूर्ण पूजा पूर्ण बनाउँछ। यी सबै प्रक्रिया तामाङ समुदायको धार्मिक आस्था, प्रतीक र आत्मिक सन्देश हुन्। हाम्रो संस्कृतिको हरेक विधिमा अर्थ छ, केवल देखाउन होइन, बुझेर मान्नुपर्ने गहिरो ज्ञान हो। टटेलाको फुलले तोरमा रङ्ग्याउने परम्परा तामाङ समुदायमा धेरै गहिरो छ। यो फुल शुद्धता र जीवनको प्रतीक हो, जसले भगवान र आत्मासँगको सम्बन्ध जोड्ने विश्वास गरिन्छ। त्यसैले हरेक तोर्मामा टटेलाको फुल प्रयोग गरिन्छ।